हामी चाहिँ ड्यामको छेउछेउबाट हिँड्दैछौँ। चप्पल लाएर, त्यही पनि टोइलेट चप्पल लाएर कुलेखानीको यात्रा। अहिले हामी कुलेखानी जाँदैछौँ। यहाँ हाम्रो सरहरू हुनुहुन्छ, तर अहिले त कस्तो दामी आइरहेछ क्या, अघि मात्रै हेर्नु आएको। आमा यो चाहिँ धुलोले के को साली घरे माथिको भेडाको शीतलामको यो भेडाको अरे अब यो फारीको डाँडा त्यहाँ यहाँबाट देखिहाल्यो के त्यहाँ जानु र हौ, यहाँबाट देखिसक्यो त भेडाफम। अहिले हामी कुलेखानीमा छौँ। अहिले हामी चाहिँ यो कुलेखानीको ड्याममा छौँ। हामी एकदम खरबारी हिँड्दैछौँ यहाँनिर, खरबारी हजुर खरबारी हिँडै टिम यहाँबाट झऱ्यो भने ऊ तल यसलाई सेतो खर भन्छ है हाम्रोतिर, सेतो मार्को होइन यो चाहिँ ल मार्कोमा अहिले बिहानै मर्निङ वाक गरेका छौँ। 9 बजी मर्निङ वाक गर्ने मान्छे हो हामी। बिहानै पुरी दबाइयो अनि हिँड्यो। यो निकालो त लगभग यो त 2200-2500मा हुने हो। यो हाइट 2200-2500 होला समुद्री सतहदेखि। निकालो हो त त्यति मात्रै हुन्छ त होइन नि, तपाईँको होला त्यति 2200 कि न 2000 त होला हौ। मेरो घर समुद्री सतहदेखि कतिमा छ भने निकालो हुँदैन नि, मुने त पाहाडमै हो। हामी आउँदै यो ड्यामको यताबाट घुमेर यहाँबाट निस्केर फेरि यतापट्टि आइसक्यौँ। दिनेश सर र हरि सर आउने हुन्छ बिस्तारी। हाम्रो हरि सर, अनिल सर, प्रदीप सर, शैलेश सर अगाडि कुद्दै हुनुहुन्छ। टक्क यो चाहिँ पोखराको तिलबराई के अरे पोखराको त्यो बिचमा भयो जस्तै रहेछ ट्याक्कै। यो चाहिँ हिँडेको नै यो यति लामो रहेछ कि पुग्दा पनि पुगेन। 1 घन्टा भइसक्यो हिँडेको। कुलेखानीको ड्याम सुरु भएदेखि अब झर्ना जाने भन्दा हिँडे हो यत्रो। अब उकालो चढेर जानु पर्ला जस्तो त। उकालो बाटो आइसक्यो हाम्रो। हामी झर्ना आइसकेका छौँ। झर्ना खोइ देखिएन यार, देखियो ल। यहाँ पौडी खेल्नुपर्छ। हरि सरले पौडी खेल्न रेडी हुँदै हुन्छ। अनिल सर बोटको मजा लियो ल।